हुन त नेपाललाई कृषि प्रधान देश भनेर चिनिन्छ र हरेक आर्थिक वर्ष सरकारले कृषिको विकासका लागि अरबौं रुपैयाँ बजेट विनियोजन पनि गर्ने गर्छ। कृषि उत्पादन वृद्धि, किसानको जीवनस्तर सुधार र आत्मनिर्भर अर्थतन्त्रका निर्माणका लक्ष्यहरू बारम्बार दोहोरिने गर्छन्। तर प्रश्न उठ्छ, के ती नीति, कार्यक्रम र बजेट वास्तवमै वास्तविक किसानसँग पुगिरहेका छन्? दुर्भाग्यवश देशका धेरै किसानहरूका लागि सरकारी सेवा सुविधा अझै पनि पहुँचभन्दा टाढाको विषय बनेको छ। कतिपय किसानहरू त राज्यबाट सहयोग पाउनु त परको कुरा, सामान्य आधारभूत सुविधाको अभावमा वर्षौंदेखि सङ्घर्ष गरिरहेका छन्। आजको यस पहिलो एपिसोडमा हामी यस्तै दुर्गम बस्ती र त्यहाँका किसानहरूको वास्तविक कथा लिएर उपस्थित भएका छौँ। नेपालमा प्रत्येक वर्ष असार 15 गते दही चिउरा खाएर राष्ट्रिय धान दिवस मनाइन्छ। असार र साउनलाई धान रोपाइँको मुख्य मौसम मानिने भएकाले अहिले देशभर किसानहरू रोपाइँमा व्यस्त छन्। तर सबै किसानको अवस्था एकनासको छैन। दुर्गम र राज्यको नजरबाट ओझेलमा परेका धेरै जिल्लाका किसानहरू भने आज पनि आधारभूत सिँचाइ सुविधाको अभावमा खेती गर्न सङ्घर्ष गरिरहेका छन्। यस्तै समस्याको प्रतिनिधि उदाहरण बनेको छ बझाङ जिल्ला थलारा गाउँपालिका वडा नम्बर 8। धान रोपाई सम्पन्न भइसक्नुपर्ने समयमा यहाँका करिब 200 रोपनी खेतीयोग्य जमिन अझै बाँझै छ। कारण सिँचाइ कुलो भत्किनु। सडक निर्माणका क्रममा वर्षौंदेखि प्रयोग हुँदै आएको सिँचाइ कुलो क्षतिग्रस्त भएपछि किसानहरू गम्भीर समस्यामा परेका हुन्। अब असारको 1-2 गतेमा शान्ति रोपिने खेत नभए आज कति 9-10 सम्म खेतको कुनै छैन। खेत बाँझै छन्, अब खाने के हो थाहा छैन होइन। अब गाह्रो छ अवस्था अहिले। अझ विडम्बना त के छ भने निर्माण गरिएको सडक अहिले पनि पूर्ण सञ्चालन योग्य छैन। अब रोड पनि यति आएको छ। अब न रोड बनाउन, न रोड क्लियर बना, न कुलो क्लियर बना। अधुरै अवस्थामा काम रोकिएपछि न त सडक नै गाउँसम्म पुग्न सक्यो, न त भत्काइदिएको सिँचाइ कुलो नै पुनर्निर्माण भयो। उल्टै स्थानीयवासीहरूलाई दोहोरो समस्या मात्रै थपिदियो। यसको दोष विषयमा कसलाई आक्षेप लगाउला यार, भन्न कसलाई सकिँदैन। भन्दाखेरि आफूले पनि खासै ठिक लागेन, मान्छेले ठिक मान्दैनन्। अब रोड चाहिँ आयो, रोड आउँदाखेरि पनि यिनीहरूले अलिकति आफ्नो कुलो पहिला इस्टिमेट दिनुपर्ने कुरा हो, त्यो ठेकेदारले कुनै इस्टिमेट दिएन। अहिले भन्छन् त्यो हाम्रो उपभोक्ता समिति नभएर काटेको रोड हो, यो गाउँपालिकाको थ्रु काट्यो भनेर यिनीहरू भन्छन्। म त घरमा पनि थिएन। स्थानीय किसानहरूले वडा कार्यालयदेखि गाउँपालिकासम्म पटक पटक समस्या समाधानको माग गरे पनि उनीहरूको गुनासोले उचित सुनवाई पाएन। वडा कार्यालय पनि कहिल्यै देखेन, तिमी त्यस्तै छैन। गाउँपालिकाले पनि कुनै रेखदेख गरेन यार, अब के भन्नु। धेरै अनुरोधपछि गाउँपालिकाले केही पाइप उपलब्ध गराइदियो, तर ती पाइपहरू यति साना थिए कि करिब 200 रोपनी जमिनमा सिँचाइ पुर्याउन पर्याप्त थिएन। स्थानीय सरकारले चाहिँ पाइप दिएको थियो, पाइपबाट त्यो पाइप मसिनो भएर पानी पनि तान्न सकेन होइन। त्यही भएर अब 3-4 नाली जग्गा बाँझो छ। अब सामान्यतया 1 हप्तामा सकिने काम 1 महिनाभन्दा बढी समय लाग्ने देखियो। अन्तत गाउँलेहरू आफै जुट्न बाध्य भए। खडितोला, डिसी, जोशीगाउँ लगायत आसपासका बस्तीका किसानहरू मिलेर श्रमदानमा उत्रिए। बिना पैसामा बिहानदेखि भोका भोकै काम गरेर छन् रातिसम्म। यो कसले बुझ्छ र? यहाँ समस्या गाउँलेहरूले श्रमदान गर्नु होइन। नेपालका ग्रामीण समुदायमा सामूहिक काम र एकअर्कालाई सहयोग गर्ने संस्कार आज पनि जीवित छ। तर लगातार 10-15 दिनसम्म आफ्नै जीविकोपार्जन छोडेर सार्वजनिक काममा लाग्नु भनेको उनीहरूका लागि अर्को ठुलो चुनौती हो। कसैको घरमा बेलुकाको खाना तयार हुँदैन त कसैका दुधे बालबालिकाले दिनभर आमाको साथ पाउँदैनन्। घरको आधार बनेका गाई भैँसी र बाख्राहरू समयमै घाँस पानी नपाएर बस्न बाध्य हुन्छन्। वृद्ध हजुरबुवा हजुरआमादेखि विद्यालय जाने उमेरका बालबालिकासम्म सबैले आफ्नो दैनिक जीवनका जिम्मेवारीहरू केही समयका लागि थाती राखेका छन्। कोही विद्यालय छोडेर आएका छन्, कोही काखको बच्चा घरमै छोडेर आएका छन्,
त कोही लाठी टेक्दै सुस्केर हाल्दै युवा पुस्तालाई साथ दिइरहेका छन्। स्थानीयहरूका अनुसार यो समस्या नयाँ होइन। वर्षौंदेखि उनीहरूले यही पीडा भोग्दै आएका छन्। सिँचाइ कुलो निर्माणका लागि एक पटक बजेट छुट्याइएको थियो। मुहानदेखि बीच भागसम्म केही संरचना बने पनि काम भने पूर्ण हुन सकेन। त्यसपछि परियोजना अलपत्र रह्यो। 2 पटक बजेट आएको र फ्रिज भएको स्थानीयहरूको दाबी छ। तर आजसम्म पनि कुलो निर्माण सम्पन्न हुन सकेको छैन। कृषि प्रधान देशको परिचय केवल नारामा सीमित रहनु हुँदैन। देशको खाद्य सुरक्षाको आधार बनेका किसानहरूलाई आधारभूत सिँचाइ सुविधा उपलब्ध गराउनु राज्यको जिम्मेवारी हो। हिमाली जिल्ला बझाङको यो कथा एउटा गाउँको मात्र कथा होइन। यो देशभरका ती हजारौं किसानको प्रतिनिधि आवाज हो, जो आज पनि राज्यको पहुँच र प्राथमिकताबाट टाढा छन्। सम्बन्धित निकायहरूको ध्यान वास्तविक पीडित किसानहरूसम्म पुग्नेछ भन्ने आशासहित हामी यो रिपोर्ट यहीँ समाप्त गर्दछौँ। धन्यवाद। कृपया यदि तपाईँले हाम्रो च्यानल सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला।